बुढा नीलकण्ठमै पहिलोपल्ट दरबार, तर राजा बस्ने होइन तपाईँ बस्ने दरबार बिक्रीमा आएको छ। गार्डनदेखि लिएर गार्डुङदेखि लिएर सुविधा सम्पन्न एउटा यस्तो घर 12 आना जग्गामा फैलिएको, दुईतिर गेट भएको एउटा दरबार भनौँ या महल भनौँ, लग्जरियस एउटा आकर्षक घर बिक्रीमा आइसकेको छ। यो घरको कुरा गर्नुपर्दा यो घरमा के छैन एकपल्ट हेर्नुहोस् तपाईँ। यो घरमा के छैन, आउनुहोस् भित्र तपाईँ छिर्दै गर्दा एउटा यो लिभिङ रुम हेर्नुहोस् न। लिभिङ रुम यस्तो आकर्षक, कुनै रिसोर्टमा बसेको जस्तो फिलिङ हुन्छ। अनि यो डाइनिङ एरिया, किचनमा ओभन, डबल डोर फ्रिज, सबै सामानहरू ब्रान्डेड सामानहरू राखेर बनाएको यो घर। अब डाइनिङ पनि आउँदैछ, लिभिङको सोफा पनि राखिँदैछ, कुनै सामान पनि तपाईँले किनेर ल्याउनु पर्दैन। यति मात्रै होइन, तपाईँले मात्रै लागेको लुगा ल्याएर पुग्ने खालको यो घर म तपाईँलाई देखाउँछु। अब पहिलो तलामा जाँदै गर्दा एउटा फ्यामिली लिभिङ रुम हेर्नुहोस्, आकर्षक फ्यामिली लिभिङ रुम। बाहिर टन्न ठुलो स्पेस भएको कौसी, जहाँबाट मजाले भ्यू देखिन्छ। बेडरुमहरू हेर्नुहोस्, दराज, पलङ, म्याट्रेसदेखि लिएर कुनै सामानमा कन्जुसी नगरेर बनाएको यो घरमा के छैन त भन्दाखेरि तपाईँले कल्पना गर्नुहुन्छ एउटा घर बनाउँदाखेरि म यस्तो खालको घर बनाउँथे, यो सामान किन्थे भनेर तपाईँ सोच्नुहुन्छ भने त्यो सबै सामान भएको म घर तपाईँलाई देखाउँदैछु। त्यो पनि भिआइपी लोकेसन, देउबा चोकबाट मात्रै 500-700 मिटरको डिस्टेन्समा, हाइटमा। अब हेर्नुहोस्, एउटा बारलाई चाहिने किचन, बसेर खानलाई डाइनिङ अनि पुल, यस्तो घर खेल्नको लागि कस्तो रमाइलो घर क्या। अब के छैन, च्याकुजीदेखि लिएर सारा सामानहरू भएको यो घरमा तपाईँलाई यो घर किनेर कति आनन्द आउँछ होला। पैसा त छ, तर म राम्रो घर किन्न खोज्दैछु भनेर तपाईँ सोध्दै हुनुहुन्छ भने तपाईँको लागि यो भन्दा पर्फेक्ट घर बुढा नीलकण्ठमा हुनै सक्दैन। लोकेसनको हिसाबले, घरको हिसाबले, लग्जरियसदेखि लिएर यसको फेसिलिटिजको हिसाबले, ल छतबाट एकपल्ट तपाईँ भ्यू हेर्नुहोस्। प्रत्येक पिलरमा गमलादेखि लिएर यो घरको डिजाइनको त मैले के बयान गर्नु, यो घरबाट बाहिर देखिने लुक्सको पनि बयान गरी साध्य छैन। यस्तो खालको मनोरम दृश्य आफ्नो घरको छतबाट देखिन्छ। कस्तो लाग्यो? मूल्यको लागि सम्पर्क गर्नुहोस्। थ्याङ्क यू सो मच।